हस्पिटलमाथि रेसोर्ट बन्दैछ। यति लामो छ यति लामो छ। ओ गड म अहिले भिडियो बनाएर पठाउँछु। माथि आउँदाखेरि हामीलाई अप्ठ्यारो भएको थियो अनि हामीले भिडियो लिन सकेनौँ। अब तल झर्दाखेरि है त पर हेर्नु त परसम्म बनिरहेछ। त्यो परसम्म बनिरहेछ। लुक ओ माइ गड हामी कति माथि आएको बनिरहेछ। तल कति तलसम्म छ यो कति लामो छ यो रिसोर्ट भगवान्। परसम्म अझ उता खै यहाँ ठेकदारले भन्नुभएको लगभग 1000 हाउस कि समथिङ कति। हजुर मेरो दर्शकलाई देखाउँ न यहाँ कटेज बनाएको वाउ छ। एक दिन म मेरो साथी आउने हो रात बस्ने हो यहाँ बियर खाँदै। ओ गड तर यहाँ यहाँ चाहिँ वासरुम रहेछ। यो कसो हेर्ने भित्र कस्तो खाले बना भेट्ला। यो वासरुम डिजाइन रहेछ। यहाँ वासरुम टाढा रुम डिजाइन डेकोरेट गर्न बाँकी छ। यहाँ समथिङ किचन हो सायद साथी। यो चाहिँ 2 BHK रुम जस्तै कि 1 BHK समथिङ एउटा हाउस नै बनाएर कस्टमरलाई दिने खालेको बनाएको छ। ओ गड कति टाढासम्म छ यो म हेराउँछु है त। सेम हो सेम डिजाइन हो। मान्छेले कटेज एउटा बनाएर दिइराख्यो अरू के। यहाँ त कति मान्छे भिराएको होला खटाउन। ए बा तल झन् कति बनिरहेको तलको झन् भिडियो हुनु पाएन। आनन्द आयो साथी। सेक्युरिटी गार्ड ओ माइ गड कति टाढासम्म छ। अझ खाउँदा हेर नि बनेपा भ्यू यस्तो छ हाम्रो बनेपा। उतापट्टि उतापट्टि बनेपा हो बनेपा नै घर बनाएर कस्तो ठिक हुन्छ। हामी यता हेर्न आएको अब भोलि पर्सि त झन् पाइँदैन। थ्याङ्क यू। पाउँदैन अहिले नै छैन पाउँदैन। के भन्नु अब आइसकेपछि अहिले नै छिर्न नपाउने र झन् भोलि पर्सि के हुन्छ। ओ गड यो बनिसकेपछि हामी ओपनिङमा आउनुपर्छ है साथी। बब्बाल मजा आउँछ। एउटा हामी लिनुपर्छ एउटा कटेज हो त्यहाँ बाल्कनी सिस्टम बनाउँदैछ नि त। यता चाहिँ लगभग त्यस्तै रेडी हुँदै जान्छ स्टेप बाई स्टेप है। ए बा यो जग्गा सरकारी हो कि ए भन्छ नकिनेको किनेको सरकारसँग डिल भयो कि कति नै एरिया त अझ तल बाँकी नै छ। टन्नै ल्याख मलाई लाग्छ यसमा त कतिजना होला साझेदार त। एकजनाले एफोर्ड गर्ने कुरो होइन। इन्ड भयो ल हो फाइनली इन्ड भयो। म स्टार्टिङमा पनि देखाइदिन्छु भिडियो गरेर तर अहिले चाहिँ छैन आउन गाह्रो भइरहेको छ हामीलाई। अनि नगरे यहीँ पार्टिसन गरिराखेको